साथीहरु स्वागत छ मेरो ब्लगमा। म सुगम गिरी सिन्धुपाल्चोकबाट अनि आज चाहिँ म मेरो घरमै छु। आज मेरो घरमा मेरो हजुरबुबाको श्राद्ध छ अनि बाहुन बाजे चाहिँ पितृको के भन्छ अरे त्यो पितृको केही समथिङ पढ्दै हुनुहुन्छ हैन। मलाई त्यति धेरै थाहा छैन। अब गाउँघरमा चलन छ यस्तो गर्नुपर्छ भनेर। अनि यो पछि चाहिँ यस्तो कार्यहरू हट्न सक्छ, त्यही भएर म यो भिडियोहरू बनाउँदैछु। अनि यो किन गरिन्छ भनेर नि बाहुन बाजेलाई म प्रश्न गर्न चाहन्छु। सो यो चलन यो कल्चर चाहिँ नहटोस् भन्न चाहन्छु म। है त गाइज, ल यहाँ चाहिँ पूजामा खानपिनको लागि यहाँ आलु काट्दै हुनुहुन्छ हाम्रो ठुलो मम्मी। श्राद्ध अनि यहाँ मम्मी हुनुहुन्छ, यहाँ हाम्रो मन्जु दिदी हुनुहुन्छ। यहाँ के काट्दै काट्दै ल ठिक छ। अब हामी भित्रतिर छौँ है, घरतिर के कस्तो छ। हेलो हेलो हेलो, ठिक छ। यहाँ हामीले किचन बनाएको छ, यहाँ खानाहरू पाक्दैछ। श्राद्धको लागि चाहिँ यस्तो परिकारहरू चाहिन्छ है गाइज। घिउ, बेसार, नुन हैन, दाल छुट्याइजाको, यता पुरीहरू छ हैन, यस्तै छ गाइज। त्यहाँ चढाउनु त अब त्यो अर्को त दही खानु त अलिकति अब यही सूर्य सहस्र दही बताउनु छ। यही सूर्य सहस्राशय तेजराशय जसपति अनुपम भक्त नाम नाम दिवाकर ओम दिवाकर नारायण। एक फिर उठा सर सूर्य सहस्राशय तेजराशय जसपति अनुपम भक्त नाम दिवाकर श्री सूर्य नारायण देवता भ्यो नमः। त्यो अर्को त साथै पहाल्दैन, त्यहाँ राख्दैन त्यहाँ। हौ त्यही भित्र राख्नु। अब सूर्य नारायणलाई हत्केले देखाउने काम गर्छ है त। अदृश्य यसो गरी ओम अदृश्य समय अनुप्राजय अग्न यथा उपयामरे जसै सूर्य यथा प्राजय देखते हे जो निसूर्य यथा यो निसूर्य त सूर्य प्राजस्व देवस्व मनुष्य हम न भोया समाउ र गाइस यहाँ चाहिँ दुध पाकिसकेको छ। दुध तरकारी हैन, एकदम प्योर लोकल दुध हो यो, भैँसीले दिएको। एकदम हेल्दी हुन्छ यो दुध खायो भने चाहिँ। अनि यो चाहिँ काउलीको तरकारी छ, काउलीको सिजनमा एकदम डिलिसियस। आज पनि स्पेसल, एकदम दामी मिठो मिठो हैन। अनि यता चाहिँ भात छ, यो ठिक छ। प्याकिङको तयारी चल्दैछ। माथि चढाउनु पर्ला नि प्याकिङ। जरुर मैले चाहिँ टिका लगाइसकेँ होइन। अब म बाजेलाई केही प्रश्नहरू सोध्न गइरहेको छु होइन। नमस्ते। नमस्ते। तपाईँको नाम? मेरो कृष्ण प्रसाद पराजुली। हजुर, हामीले यो श्राद्ध चाहिँ किन गर्छौँ? मेन उद्देश्य यो श्राद्ध मेन उद्देश्य भनेको हाम्रो परम्परा चलिआएको हो। हजुर, अब यो धेरै अगाडिदेखि देवताको पालादेखि नै चलिआएको हाम्रो चाहिँ अब बाबुबाजे जिजुबाट पनि चलिआयो यो। अनि त्यताबाट यो एउटा सम्झावटी हो हाम्रो चाहिँ हाम्रो आत्मा शुद्धि गर्नको लागि र हाम्रो छोरा नातिले पनि बिर्सन्छन्। र यो चाहिँ हाम्रो चाहिँ धर्म चाहिँ नासिएर जान्छ चाहिँ श्राद्ध गरेन, परम्परा गरेन भनेर हामीहरूले यो कर्म गरेको हो। अब यो चाहिँ आवश्यकता चाहिँ यो चाहिँ गर्नै पर्छ, कुनै गर्नु पर्दैन पनि भन्छन्, गर्नु पर्दछ। यो हराउँदैन, कुरो बुझिरहेको छैन कि? हजुर, यो कुनै समयले हराउन सक्दैन हो होइन। मान्छे कोही 3 दिन भन्छन्, कोही के भन्छन्। यो चाहिँ अवधि भनेको चाहिँ 13 दिनको अवधि हो। मान्छे बितेको दिनदेखि 13 दिनको अवधि हो। अनि त्यहाँबाट चाहिँ यो विशेषताको लागि कुनै चाहिँ छैन। यो हाम्रो परम्परा चलेको हो, देवता पालादेखि नै चलेर आएको हो र त्यो कारणले हामीले यो गरिएको हो।
हजुर पहिला सुरु श्राद्ध गर्नुपर्छ भनेर चाहिँ कसले ल्यायो यो नियम यो नियम भनेको अब यो ऋषि मुनिहरूले पनि राखेका देउता पालेदेखि नै राखेको हो यो हजुर कुरो बुझिरहेको नि हजुर कुरो त्यस्तो हो नियम भनेको कुरा चाहिँ परम्पराले चाहिँ गरिआएको र ऋषि मुनिहरूले शास्त्र छापे किताब छापे अनि त्यो कारणले गर्दा यसरी चलेको अहिले चाहिँ अहिलेको नयाँ परिस्थिति होइन पुरानो परिस्थिति हो हजुर अहिले अब यो आधुनिक युगमा यस्तो त कसैलाई थाहा हुँदैन अब यो सब हराउँछ जस्तो लाग्दैन तपाईँलाई लाग्दैन मलाई लाग्दैन यो हराउँदैन बाबु यो हराउँदैन गर्नु अब यो कर्म गर्ने भनेको कर्म चाहिँ छोड्दैन होइन कर्म गर्नुपर्दछ यो हिन्दू धर्मलाई नाच्न पाइँदैन परम्परादेखि चलिआएको कुरालाई नाच्न पाइँदैन यो चाहिँ यो छोटकरीमा जाँदैन अवधि भनेको अब नामाकरण सुत्केरको अवधि 11 दिन हुन्छ होइन 10 दिन अरूलाई लाग्छ अनि त्यहाँबाट 11 दिनमा चाहिँ नामाकरण गरिन्छ अब मृतकको पितृकार्यको विशेषताको लागि चाहिँ अब कुरो यही हो चाहिँ अरू कुराहरू चाहिँ के अरू राख्ने यो नयाँ पुस्ताहरू जस्तै यो धर्म नमान्ने मन्दिर जान पनि नमान्ने होइन टिका लाउँदा नि रिसाउनेहरूलाई चाहिँ के भन्न चाहनुहुन्छ होइन अब त्यो उनीहरूको आफ्नो यो हुन्छन् थरीका हुँदैनन् एकै नासका आफ्नो विचारले कर्म गरेका छन् आफ्नो विचारले गरेका छन् तर हिन्दू धर्म नासिँदैन उनीहरूलाई चाहिँ आफ्नो विचार गरेर भन्दै नै गरेका छु भाइ चाहिँ हजुर हस् धन्यवाद त्यो विशेषता हामी प्रवेश इच्छा भए हामी त्यसमा जानी पनि छन् होइन र यो यताउतिको लागि उनीहरूलाई गर्नु हुँदैन भनेर जस्तो नि हाम्रो यहाँ तल एउटा अफिस बसिया छ नि उनीहरूलाई हामी गाली गर्दैनौँ चाहिँ आफ्नो सोच आफ्नो विचार कुरो यो हो तर हामी हिन्दू धर्मलाई नासेर चाहिँ परम्परा नासेर अहिले हरेक थरीका आएका छन् हो कि अनि त्यो कारणले गर्दाखेरिमा चाहिँ कति नासिएर गएको छ हिन्दू धर्म नासेपछि परम्परा नासेपछि हाम्रो चाहिँ सर्वनाशै हुन्छ चाहिँ हाम्रो भाइको बर्थडे छ तिम्रो नाम के हो सम्यक भाइ छ यो प्लास्टिकमा के बोक्यो तिमीले चक्लेट र पैसा कति उठ्यो खै बिटा हेरौँ बिटा छ आमा भाइ धनी हुने भयो ल चक्लेट सबैलाई बाँड्यो ल हो बाई बाई